सबैजनालाई नमस्ते है गाइज अनि सन्चै आरामै हुनुहुन्छ होला। मलाई पनि एकदम गुड छ। अनि अ, फेरि पनि युट्युबमा भिडियो आइसकेको छ गाइज। अनि यस्तो हुन्छ, सल्लाह सुझाव प्रतिक्रिया दिनु होला, राम्रो नराम्रो है। अनि हल्का फन्नी टाइपको छ, अनि गएर हेरिदिउँ सबैजनाले। अनि दिउँसो भिडियो बनाउनु पाउँदैन, त्यो काम गर्नु परिहाल्यो होइन। अनि अब भिडियो मात्र बनाएर पनि हुँदैन नि त, अनि काम गर्नु पर्यो। अनि त्यही भएर नाइटमा भिडियो बनाएको छु। खोकी खोकी लागिरहेछ हल्का, अब रुगा लागेर नि खोकी लागिरहेछ क्या। अनि हेरौँ अब भिडियो कस्तो हुन्छ है। अनि खालको एडिट छैन अब, सुरुमा भएर एडिट त्यति राम्रो छैन, तर पनि हेरिदिउँ, रमाइलो गरौँ अनि मनोरञ्जन लिनु होला है त गाइज। है लागौँ भिडियोतिर है त गाइज। अनि कस्तो हुन्छ, राम्रो नराम्रो कमेन्ट गर्नु होला है त। गाइस यो चाहिँ लिचीको बोर्ड है। फल अब फल्दै रहेछ, फुल मरेर पनि फल फल्दै रहेछ। केही समयपछि फल पाक्ने रहेछ गाइस, अब 1-2 महिनापछि चाहिँ। अनि हेर्न सक्नुहुन्छ। बाँकी भिडियो चाहिँ तल गएर हेरौँला, भेटौँला है बाँकी भिडियोमा चाहिँ। ओके गाइस। सर्टकट बाटो हो यो। वहाँ तल पुगिसकेको छु डामनाहरू। वहाँ तल पुगिसक्यो, मलाई छोडेर म पनि दौडेर जाँदैछु।
तलतिर भएन चिनिहाल्छ नि तिम्रो घर यहीँ हो माथि ए खाना खायो कताबाट हो रे यसरी गऱ्यो भने चाहिँ दामी हुने रहेछ झन् यार साला त ओए 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 धन्ने ल साइकल त उल्टो फर्केर बसेछ स्ट्रिङ नै के अरे ह्यान्डल नै लागेको छ हामी चाहिँ त्योभन्दा अन्डा छ उयो डान्स खावाबाट त उतापट्टि पो देखिरहेको थियो त यार खावाबाट त उतापट्टि जस्तो लागिरहेको थियो त बाटो बिर्से जस्तो छ हौ गाइस ढिलो माथि झन् ढिलो हुने भयो बाटो बिर्सेर किम्बु पुरै कालो कालो देखिरहेको छ त्यति कालो नदेखिने रहेछ पुरै गर्मी भएर केटाहरू पनि सँगै बसिरहेछ गर्मी भएर अनि माथि घाम चाहिँ शीतल आइपुग्यो जङ्गल आइपुग्यो अहिले चाहिँ अनि मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् साथ सपोर्ट है अनि त्यही हो माया गरिदिनुहोस् अनि बाँकी तल भिडियो पनि देखाउने छु बाटो रहन्छ सर्टकट बाटो छिर्छ भने जङ्गलबाट छिरेको
अगाडि लाग्दैछ केटाहरू भङ्गाल भङ्गाल हाम फालेर लाग्दैछ म नि जान्छु अब अगाडि लड्यो भने गिरने वाला है हट भयंकर लड्यो हो यहाँ हट खाल्डोमा छिरेर खुट्टामा मात्रै माटो भयो म पनि गर्मी भएर बसिरहेको छु गाइस पुरै गर्मीमा हालत खराब पान परक हालत खराब दिमाग खराब यस्तै छ क्या करे जनाब आधी हिंदी आधी नेपाली मिस्कट बोल रहा हूँ मेरा गांव में थोड़ा सा घाम लगता है इसलिए डर के काला काला हो गया हूँ इधर हमारा दोस्त लोग आ रहा है बहुत दूर से हम आगे आया था बस यहाँ धूप के वजह से इधर बैठ रहा था तो दोस्त लोग पीछे से आ रहा है हम अब जा रहे हैं मैं भी जा रहा हूँ गाइस घाम बेसी लगता है हमारा गांव में इसलिए बहुत डर के काला काला हो रहा है देखिए आप लोग देख सकते हैं बहुत गहरा जगह में आ चुका हूँ और आप लोग देख सकते हैं ये पूरा जंगल ही जंगल है इधर चारों तरफ देख लिए तो पूरा जंगल ही जंगल है और पूरी चारों तरफ जंगल है थोड़ा छोटी सी प्यारी सी नदी इधर है बह रहा है इधर नदी छोटा सा प्यारा सा नदी बह रहा है इधर म चाहिँ के भन्छु भने अब हजुरहरुकै साथ सपोर्टको कारणले हो नि त अब अघि बढ्न सक्ने भनेकै अनि दिनमा एउटा सब्स्क्राइबर बढे नि अब मेरो लागि त अब धेरै लाग्छ अब दिनमा एउटा बढे नि वर्षमै अब दिनमा एउटा बढे नि वर्षमा 365 सब्स्क्राइबर बढ्न सक्थ्यो अब त्यही सोचले हिँड्छु कि म चाहिँ अब मलाई पनि अब दुनियाँले अब चिन्ने बनाउँछु म पनि भनेर हिँड्दा छु अब हजुरहरुले माया गरिदिनु होला अनि म पनि अब सारा दुनियाँले चिन्न सकूँ भनेर म पनि अब ब्लग स्टार्ट गरेको छु अब चिनोस् माया गरोस् अब पब्लिकले हैन हजुरहरुको साथ सपोर्टले नै अघि बढ्न सक्ने भनेको सो अनि माया गरिदिनु होला अनि पुरै जंगलमा आइसकेको छु केही नभए पनि दिनको एउटा अथवा दुईटा भए नि सब्स्क्राइबर बढ्दै भने मलाई अब हुन्छ के धेरै बढ्नुपर्छ भन्ने पनि छैन अब राम्रो कुरा ढिलै भएको पनि राम्रो हुन्छ अनि त्यत्रो टाढा त ओ उड्यो पुरै सालको फुल फुल्ने समय सिजन रहेछ अनि सालको फुल फुलिरहेछ सिजन रहेछ फुल फुल्ने गाइस अनि केटाहरू अगाडि गुलेली बोकेर हिँडिरहेछ न चरा भेट्नु फेरि चराको त एउटा प्वाख पनि भेट्दैन
धेरै टाढा टाढा छ कि चराहरू यतातिरको। अनि यस्तो सानो बाटोमा अनि गाडी पनि आउँदो रहेछ। गाडी पनि आइरहेको छ गाइस। अनि अब पुग्न लागिसक्यो होला। कतै टाढो जाँदा भएर ए नत्र हामी पनि जानुहुन्थ्यो अलिकति अगाडि। जानु न अगाडि। गाडी गइसकेको छ अगाडि है। अनि लगिदिनु भयो भने हामी जान्छौँ, तर यसो लगेन। अलि हतार थियो होला। अनि गइसक्यो गाडी चाहिँ, अलिकति हतार थियो होला उहाँहरूलाई पनि। अनि जस भए पनि अब गाडी पनि रोक्दैन नि त अब नचिनेको मान्छेलाई। म चाहिँ अब के भन्छु भने खासै अब धेरै त बोल्न आउँदैन। फर्स्ट भ्लग हो मेरो पनि, अब धेरै सुरु नै हो। फर्स्ट भन्दा अब सुरु हो, धेरै भएको पनि छैन। अनि अब माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला अघि बढ्नको लागि है। हजुरहरूको साथ सपोर्ट चाहिन्छ मलाई चाहिँ। अब त्यहाँ तल ड्याम थुने रहेछ, त्यहाँ तलाउ देखिरहेछ, पौडी खेल्नलाई हुने रहेछ। ए पौडी खेल्न हुने रहेछ त्यहाँ तल। पानी चाहिँ निलो भइरहेको रहेछ है। तल बगाउँछ भने ड्याम थुनेर राखेको रहेछ। अनि खोल्यो भने त जान्छ नि त, अब बर्खामा अलिक गाह्रै पर्छ। त्यही भएर अहिले बेला ड्याम थुनेर राखेको छ। नुकपदा सम्झि पानी बग्या छ। अनि त्यो पनि ढुङ्गा निकालेको खोला होला, त्यो ड्याम होला, गइरहेछ। गाडी लागेन भनेर केटाहरू पुरै रिसाएर यहाँ चुर भइरहेछ। गर्मीमा हिँड्दा हिँड्दा थाक्यो, अनि गाडीलाई लैजानु भनेको। अनि गाडी चाहिँ अब हुन्छ भन्दै थियो। अनि अगाडि गएर भएन, हामी खोला तरेर के अरे यहाँ खोला पार गरेर आउँछ भनेको। सानो खोला, अब उसको स्पिड जानुपर्ने रहेछ जहाँ फस्छ भनेर आगो स्पिडको स्पिडै गयो। रोकेन। अनि केटाहरू पुरै गाडी रोकेन भन्दैछ। धेरै टाढा रहेछ गाइस बाटो चाहिँ। उहाँ तल अलिकति तलाउ जमिरहेको रहेछ। पानी चाहिँ निलो फोहोर रहेछ अलिकति। फाइनली आइपुगिसकेको छ गाइस है। हामी चाहिँ लास्ट अब यहीँ आइपुग्ने रहेछ। हामी चाहिँ हिँडेकै अब के अरे गाडी पनि यहीँ आइपुग्ने रहेछ। अब म पनि यहीँ छु। हजुर गाडी त खै ढिलो हुन्छ होला हौ। हाम्रो साथीहरू पनि अब काम गर्दै रहेछ है। भेटघाट पनि हुने भयो दाजुभाइसँग। भेटघाट हुन्छ अब गाई चाहिँ यहाँ। हेलो दाजुभाइ, के छ यार? एकदम है। के छ झन्डै आराम हो। चलिरहेछ जोस्। केटाहरूले खेती गरेर पुरै यहाँ चाहिँ हाम्रो दाजुभाइले अब काँक्रो ल्याउँदैछ है।
काँक्रो आउँदैछ अब काँक्रो पुरै भण्डार छ यहाँ त भित्र त काँक्रो चाहिँ अब काँक्रोकै अब त गोदाममा आइसक्यो है अनि देखाइदिन्छ अहिले त्यहाँ चाहिँ त्यही भिड छ केटाहरू छ त्यहाँ अलिक ठुल्ठुलो दुइटा देखाउनु राजा यहाँ टक्क मेरो मिसनमा यस्तो देखाउनु छ मलाई अनि हो ल्याम ल्याम